भडुको माछा ल है आम्मा ठुल्ठुलो परेछ अहिले त सबै काने फगेट माछा परेको सङ्केत आयो मलाई। ओ ठुलो लगाइछ बिग क्याच लगाएछ परो है फेरि पनि सेकेन्ड क्याच है मेरो। है गाइस फेरि बिग क्याच। हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल अगेन। के चाहिँ सन्चै हुनुहुन्छ होला सबैजना है। हामी पनि सन्चै आरामै छौँ। हल्का रुगा चाहिँ लागिरहेछ। अब मौसम चेन्ज हुन लाग्यो नि त, गर्मीबाट अब जाडोतिर प्रस्थान गर्दैछ। यो के भन्छ मौसम चाहिँ अब भदौ पनि सकियो भनौँ। अब आज र भोलि होला भदौ, अनि त्यस पछाडि त असोज लागिहाल्छ। अनि त्यस पछाडि जाडो महिना सुरु हुन्छ है। र आज पनि हामी फेरि माछा मार्नलाई चुदी खोला आइरहेको छौँ। मेरो चाहिँ विशेष काम थियो अलिकति मामा घरमा। मामा घर आउँदै मामा घरको खोलाको माछा पनि मारिदिउँ भन्ने तरिकाले चाहिँ नि आज हामी तिनजना आएको छौँ। हाम्रो मेरो नाम सचिन बानिया, निरजको मामा। हेलो, हाम्रो मिलन दाई पनि आउनु भएको छ है। त्यो अस्ति नै भड्डुमा चाहिँ बबाल माछा परेको थियो। अब एउटा इन्डियाबाट नि कमेन्ट आएको थियो कि मलाई प्लेट फिसिङको भिडियो चाहियो, म इन्डियाबाट हो भन्ने एउटा कमेन्ट देखाएको थिएँ मैले। ए भिडियो आपके लिए भी है भाइ साहब भन्ने के कस्तो भन्ने सचिन? ये वीडियो आपके लिए। आपके लिए। और हम प्लेट फिशिंग भी कर रहा है और भोटी माछा भी मारने जा रहा है। मिले कि मिलेन? मिले। सचिन कस्तो लाग्यो त नि तँलाई खोला आएर? आज स्कुल ह्याप्पी खोला हाम्रो सचिन फेरि। आज मलाई रमाइलो लागिरहेको माछा बाँच्छ जस्तो लाग्यो। ए माछाको अब झोलामा फुलुङमा भोरी कालम हुन्छ अब आज हामीले माछा मारेपछि। ल बवाल छ है हाम्रो लोकेसन चाहिँ आज चुदी खोला। हाम्रो बल्छीको लागि चाहिँ गडौ ल्याएर अनि ट्याक्क बल्छी पनि सेट गरिसक्यो है। अब हामी एकछिनपछि बल्छी खेल्छौँ। त्योभन्दा अगाडि चाहिँ हामी प्लेट फिसिङ तपाईँहरूले भने जस्तो भड्डु पनि खेल्ने तर्खर गर्दैछौँ हामी। भड्डुको लागि चाहिँ यहाँ हाम्रो माल सामान रेडी हुँदैछ। के हाल्नुपर्छ र दाइ? के हाल्नुपर्छ भने सोधै गर्छ मान्छेहरूले। यसमा भाती जाड, मकैको पिठो र ढुटो। सुन्नुभयो? भाती जाड, मकैको पिठो अनि ढुटो, 3 थरी हाल्यो भने चाहिँ अनि झ्याप माछा आउँछ है। अस्ति हामीले पाराएर हामीले चाहिँ यसरी हाल्छौँ क्या, अब आफ्नो हुन्छ सबैको आफ्नो तरिका हुन्छ है। तपाईँहरूले के हाल्नुहुन्छ? तपाईँहरूको गाउँ ठाउँतिर नि मार्नुहुन्छ होला यसरी भड्डुमा। के हाल्नुहुन्छ तपाईँ पनि कमेन्ट गर्न नबिर्सिनु होला। हाम्रो तरिका चाहिँ के रहेछ चाहिँ मकैको पिठो, जाड, भाते जाड, अरू के ढुटो। यो सेतो टालो चाहिन्छ। यो सेतो टालो चाहिँ यो सिरकको खोल, सिरकको खोल अथवा भेस्ट जे छ त्यही। टाइट हुनुपर्छ है यो चाहिँ टालो। राम्रै हुन्छ नि। अब हामी आएपछि माछा मर्दैन भने दाइको ठाम हेरेर अब टक्क थाप्नुहुन्छ। अनि आज यतापट्टि चाहिँ हाम्रो खुवा थाप्दै हुनुहुन्छ है। यहाँ टक्क बार हालेर सरर आएर नि यहाँ माछा सट्ट आएर पर्छ। यो बुदुनाहरू पर्छ यसमा चाहिँ। आज बिहान चाहिँ नि 20 किलो पार्नु भयो अरे यहाँबाट माछा। 20 किलो गाइड छोरेर 20 किलो भनेको। आज गड्याङ गुडुङ पनि गरेको थियो, पानी पनि परेको थियो। यस्तो बेला चाहिँ माथिबाट तल झर्छ अरे बुदुना। त्यही भएर आज 20 किलो मऱ्यो अरे भन्दै हुनुहुन्थ्यो अघि भर्खरै। आज बिहानभरि रातभरि पानी परेर हेर्नु त खोला ठुलो आएछ। हिजोसम्म त सानै थियो खोला। ल्याएर
चुडी खोलामा आएर बल्छी नखेलेको चाहिँ मेरो 3-4 वर्ष भइसक्यो। होइन भने चाहिँ हामी सानो हुँदाखेरि भागी मामा घरबाट बल्छी खेल्न आउँथ्यौँ। आज चाहिँ पार्नै पर्ने हुन्छ। भोटी दामी ठाउँ रहेछ यहाँ, भोटी नबसिन बस्ला जस्तै। ल सुरुमै आइज त्यो एउटा आएन यार घरबाट हाल्दै उता मिलन दाइको पऱ्यो पुरा यार। ल है गाइस ड्रो फाइनली फर्स्ट सर्ट है मिलन दाइले खाता ठुलो पारिलो भोटीमा छ। ल चुडी खोलाकै चुडी खोलाको यो चाहिँ हाम्रो दोस्रो भड्डु हाल्नलाई रेडी गर्दै हुनुभयो मिलन दाइले। यहाँ पहिला खाल्टो बनाउनु पर्छ अनि पछि यसलाई पुर्नी गर्ने होइन त लेभलमा बोर्डको लेभलमा। आधी घन्टापछि यो चाहिँ फिसिङ रड फिसिङ नेट सरी फिसिङ नेट हाम्रो चाहिँ यो भिडियोमै फर्स्ट होला। यो फर्स्टचोटि ट्राई गर्ने अब कस्तो हुन्छ अब पर्छ कि पर्दैन। अब पहिलोचोटि ट्राई गर्दैछौँ, रिजल्ट पछि राम्रो। यो चाहिँ सुगाको पिन्जा जस्तो रहेछ। आरा चाहिँ हाम्रो त्यही भड्डुमा हाल्ने आरा हो। त्यही भाते चाड मकैको पिठो अनि के अरे अनि डुटो। त्यसरी थाल्ने चाहिँ गाइस थाप्यो। कति पर्यो माछा खै कत्रो पार्नु भयो लगाज फेरि परेछ माछा। कहाँको भोटी रे साँच्चै नि चुदी खोलाको भानु तनाउ चुदी खोला भराउने क्या भिडियोकै फर्स्ट टाइम चाहिँ हालेको हामीले मलाई थापेको कि ए त्यो झुल फर्स्ट टाइम चाहिँ भिडियोमा देखेको। छाता ल यो सिल भराउने आज हामीले टक्कै भराउनु चाहना हो। लगाए चाहिँ पर्यो है फेरि पनि सेकेन्ड क्याच है मेरो आजको दामी चुडी खोलाको भोटी माछा। ठुलो रहेछ यार, गजबको रहेछ यार। ए रगत आयो सबै यो रगत देखाउनु अरे लगाए देखाउनु काटा होला भोटी फोकसै भएन। भोटी 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 50 चाहिँ खेतमा है गाइस 3 शॉट्स सिल उतै माछा परेको सङ्केत आयो मलाई। ओ ठुलो लगाइज बिग क्याच है बिग क्याच। बल्ल माछा लाग्न लाग्छ। 4 शट है यो 4 शट अघि 3 अहिले 4 गर्नुहुन्न क्या माछा अन्त नाइस भोटी आयो। ओए भाग्ला भने डर 3-4 दिन क्या है जिन्दे राख्ने निचारु फेरि सिरु बल्ले हाने क्या हाम्रो चाहिँ। ल है यसरी सरक गरेर हाम्रो अर्को सिल चाहिँ त अर्को दाइले लिनुभयो। ल चुडी खोलाको भोटी माछा अब म भक्कभक पार्छु लास्टसम्म त।
है गाइस फेरि बिग क्याच आफ्टर फ्यु मिनट पछि फेरि जानै पर्यो खतरा यस्तै बिग बिग पर्दै गयो भने अलि मजा हुन्छ गम्मै खाएछ के निचारमै मार्नु मेरो नङै फर्क्यो कति डर हो यसको टाउको त नङै फर्किरहेको यो खेत चाहिँ मेरो लागि नयाँ नयाँ हो नि त त्यही भएर कता माछा छ कता छैन भनेर अलि भेटाउनै गाह्रो भइरहेको छ कि ल यति चाहिँ पाइरहेको छु उता मिलन दाइले पनि पार्दै हुनुहुन्छ अझै पार्छु म फेरि पनि सानो मिलन दाइले पनि जाने भएको छ ल यसरी बिस्तारै बिस्तारै हामी चाहिँ माछा पार्दैछौँ है कल्ल मजाको माछा परेर अलिअलि भन्ने आयो आयो पऱ्यो पऱ्यो फेरि पनि सानो स्मलको खेतबाट है मिठो चुदी खोलाको खेतको भोटी सानो छ तर यस्तै सानो सानो मिठो हुन्छ कि भोटी माछा चाहिँ मलाई चाहिँ सानो सानो मिठो लाग्छ कि र तपाईँहरूलाई कस्तो मिठो लाग्छ उता चाहिँ मिलन दाइले फेरि भड्डु उठाउनु भनेर बोलाएको आयो आयो हामी चाहिँ भड्डु उठाउनु जान्छ है गाइस हामी अघि भट्टु थापेको झिक्न लाउँदैछौँ कति के पर्यो ठ्याक्क एक्स्ट्रा 1 घन्टै कुर्यो होला दारी निकालेपछि अब कति पर्यो 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 यति परेछ है तर चाहिँ परेछ पर्नु चाहिँ परेछ ल गाइस हामी चाहिँ अर्को भट्टु निकाल्न जाँदैछौँ गएर अहिले गाउँबाट पर त परेर नि गाउँबाट नि पर्छ फेरि है गाई हेर्नु होला त्यो भन्न छ कि एउटा फुच्चे छ नि अहिले गाई यत्रो फुच्चे कि पर्न त परेको है ठुलो मार्दै ढुङ्गा लाने आज गाउँबाट हत्या भयो मेरो फुटबल चाहिँ अहिलेसम्म यति भयो भर स्टार्टिङ हो यो स्टार्टिङमा चाहिँ अहिले यति भयो अझै उता निरज दाइले मार्दैछन् बल्छी हानेर त्यहाँदेखि छ अलिअलि पर्यो पर्ने त ल हाम्रो सचिनले भड्डु उठाएर आएर बल्छी खेल्दैछ अहिलेसम्मको अब अपडेट टाइम दिउँ न होइन तपाईँहरूलाई मैले चाहिँ नि धेरै मार्न सकिनँ यति मात्रै सचिन गएपछि त्यही 2-3टा पारेँ भोटी सर र मेरो हातमा देख्न सक्नुहुन्छ यो हाम्रो चुदी खोलाको भोटी खेतको भोटी चाहिँ यति मारेँ मैले अहिलेसम्म अब हामी मार्दैछौँ बिस्तारी बिस्तारी अहिले चाहिँ सचिनले बल्छी खेल्दैछ भड्डुमा पनि अलिअलि पऱ्यो अरे भनेको थियो है सचिनले भिडियो गरेर आएको छ होला कस्तो भिडियो गराएको छ अब त्यो सबै मैले राखिदिएको छु होइन सचिनको भिडियोग्राफी पनि कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला अब हामी एकैछिनमा फेरि अरू लोकेसनमा बिस्तारी बिस्तारी बल्छी खेल्दै अनि फेरि अर्कोचोटि पनि भड्डु उठाउँदै गर्दै हामी चाहिँ आज धेरै माछा लानुपर्ने हुन्छ ल है अब माछा परेपछि भेटौँ फेरि
यति हामीले अहिलेसम्म मारेको माछा छ नि ए भड्डुमा मारेको माछा चाहिँ यता रहेछ है मैले त देखाएको थिइनँ ए फङ्केटै फङ्केटा परेको रहेछ आज चाहिँ फर्स्ट लटको यो फर्स्ट लटको यो चाहिँ फङ्केटा भइहाल्यो भड्डुमा परेको र यो चाहिँ हाम्रो बल्छीमा परेको है अहिलेसम्मको माछा ल फेरि एक लट भड्डु उठाएर अनि माथि जाने भन्ने सल्लाह भएको छ हाम्रो चाहिँ अब सुरुमा भड्डु उठाउन जाँदै भड्डु उठाएको मैले त हेरेको छैन नि त तपाईँहरूले त हेर्नु भइसक्यो होला मैले त हेरेको छैन म पनि हेर्न जानु पऱ्यो ऊ मिलन दा अगाडि अगाडि गइसक्नु भयो है ल है हाम्रो भड्डु छैन ला तपाईँहरू अभागी हो कि म अभागी हो भक्सै आएन त ए 2-3टा चाहिँ छ ल है 2-3टा चाहिँ छ अरे हिँडिरह कहाँ छ चाहिँ फुका त जाने ओके पाखामा गएर फुकाउनु पर्छ क्या सचिन जान्दै नजान्दै रहेछ माछा देखा ल है माछाले हगेछ पनि है यो चाहिँ काने फँगेटा है भड्डुमा परेको जे होस् लाग्दो रहेछ फँगेटा पो लाग्दो रहेछ यार अहिले त सिजनै फँगेटाको अन्त ल ठिक छ यस्तै 50-60वटा मार्न पाए त पुगिहाल्थ्यो नि ल फुरुङ झिक्न ल अर्को पनि आयो त्यसमा छ कि छैन त यसमा चाहिँ दामी छ दामी परे अरे ल है फुर्लुङमा परेको माछा ल यो चाहिँ हाम्रो फुर्लुङ भड्डुमा फुर्लुङमा भन्ने रहेछ म त भड्डुमा परेको माछा एउटा त डल्ले भित्र पनि परेको रहेछ माछा लाग्यो जाने कि नजाने भयो है ल एउटा मात्र लाग्यो नाइस यस्तो पर्ने हुन्छ मलाई कति भयो त नि आधा घन्टा भयो त यति थाहा पाऊँ न त एकबार हुन्छ यत्रो पऱ्यो भने त अनि ल अहिलेसम्मको माछा बल्ल अलिकति माछा भयो कि जस्तो भयो है बाहा एक छाक त भइसक्यो अब खाजा खानुपर्छ सचिन भोक लाग्यो कि लागेन त भोक लाग्यो अब खानुपर्छ खाजा खाइ भइयो है अब यो माछा चाहिँ नि यत्तिकै राखिरह्यो भने गनाउँछ है त्यो भएर चाहिँ अब हामी यसको आन्द्राभुँडी फालेर अपरेसन गरिदिनुपर्छ सबै सेतो फँगेटा मात्र छ है भड्डुमा परेको चाहिँ अर्को चाहिँ बल्छीमा परेको भइहाल्यो यो कालो भुटी चाहिँ अब यो आन्द्राभुँडी फालौँ अनि त्यस पछाडि फेरि हामीले थापिरहेको भड्डु पनि उडाउनु पर्छ है अनि सचिन यस कसरी रे यो भुँडी फाल्ने ट्रिक चाहिँ यसो दुईटा हातले टरक्क निचारिदिएपछि यसरी फालिन्छ है यो हजुरको लागि खानालाई
यति गरेपछि चाहिँ गनाउँदैन है। अब हामी घर जान्जेलसम्म सर्लक्क फ्रेस हुन्छ। फ्रेस बसिरहन्छ भनेर चाहिँ हामी यसरी भन्दैछौँ। ल खाजा खाए पछाडि फेरि भोटी खेल्न लाग्यो म है। यहाँ भोटीले मलाई टोकेको सङ्केत आइसक्यो। लाएर साँच्चै नै त्यहाँ खेल्दैछ। यहाँ चाहिँ नि माछाले मलाई झुक्कायो है, यसपालि झुक्कायो। सानो हो कि ठुलो हो कि तर लाग्न चाहिँ लागिरहेको छ है, ठ्याक्टा ठ्याक्टा। ल यो कुनामा माछा त छ है। अब उता गलगले पनि उठाउनु बेला भयो। त्यो भएर चाहिँ म यो कुनामा चाहिँ बल्छी थापेर जाम भनेको त ल पर्दिरह माछा। यहाँ झन् ठक्क अब यहाँ कुनामा थापेर अनि गलगले भन्न आयो भड्डु उठाउनु जाम्ला भनेको त माछा पर्दिरहेको कि। ल फेरि यो माछालाई छिटो मारेर अनि उता फालेर फेरि थाप्छु अनि त्यसपछि भड्डु उठाउनु जानुपर्छ है। फेरि पनि हामी भड्डु उठाउन आयौँ है। अब योपालि परेको नै हेर्नुपर्ने हुन्छ। ओए परेर छ अहिले त भुरी पर्छ क्या भर ल गरे ल है। जे होस् भड्डुले चाहिँ साथ दिइरह। भोटी बल्छी पनि अलिक खोला ठुलो नभए चाहिँ डह्रो पर्थ्यो, तर अलिअलि चाहिँ परिरहेछ। ठिक छ, हामीलाई भड्डुले साथ दिइरहेछ नि त। अब भड्डुको माछा उठाएर हेरौँ कति परेको रहेछ। सचिन फेरि ओ जाँगर लगाएर हेर त सचिन, अहिलेको भन्दा अलिक धेरै परे है। ल है माछा अनबक्सिङ हुँदैछ। तपाईँहरू कत्तिको एक्साइटेड हो माछा हेर्नलाई। भड्डुको माछा ल है आम्मा ठुल्ठुलो परेछ अहिले त सबै काने फगेटा। ल हेर्नुहोस् माछा। अब यसलाई यसरी कति ठुल्ठुलो परायो त नि यस्तो हेर्नु त। आम्मा है भुइँभरि माछा टिप्न आएछ सचिन। आम्मा कति धेरै ल। अब यसको सब भुँडी फालेर अनि हाल्न पर्ने हुन्छ अरे। आम्मा ल कति माछा त। हेर सचिन माछाको पसारो के छ होला तपाईँको पछाडि यो त त्यो टोपी मेनी हेर्छ भाइ। माछा त आज त सरो पऱ्यो साथै। तर त मलाई त्यो जान्छ लडे गर्छ डुबेर केही हुन्न, बगायो भने चाहिँ तनाव हुन्छ नि फेरि। ल है अहिलेको बटुकाको उठाएर यत्रो धेरै माछा भयो। अहिले चाहिँ बल्ल फगेटा मात्रै अलिकति माछा हो कि जस्तो भएको छ है अहिले चाहिँ। ल सर सबै फगेटा काने फगेटा। अब म चाहिँ नि बल्छी खेल्न जान्छु उता। दाइहरू चाहिँ अब दाइ र अनि सचिन चाहिँ तल गइसक्यो अर्को भड्डु उठाउनलाई। त्यहाँ कति माछा मर्छ अहिले देखाउँला। त्योभन्दा अगाडि चाहिँ म उता गएर बल्छी खेल्छु। अघि मैले थापेर राखिरहेको थिएँ, अब परेन उयो कुरामा। ल पारि आइपुग्यो है, माछा परेन अब। ओहो छैन त माछा त, गँडोला पनि नरहेछ। माछा थियो होला, गँडोलाई खाइदिइसकेछ कि। ल म यहाँ एकछिन फ्याट बल्छी खेलेर अनि के कति माछा मार्छ तपाईँहरू देखाउँछु म। दामी छ है, दामी यो काँस घारी रहेछ ठ्याक्क। ल हाल्न पाएको छैन, माछाले ताने जस्तो लाग्ने। सानो आयो, सानो भेरी स्मल यार। लास्टै सानो आइरहेको कि यत्रो माछाले धेरै टोकेर खाइदिएर ल।
ल ठिक छ, यही भयो भने राखौँ अब है, परिहाल्यो अब घाउ भएको माछा के छोड्नु खोलामा होइन। थैट कति जिस्काएको हो, कति जिस्काएको। फेरि पनि गडोलाई यस्तो बनाइदियो यार। माछाले तानेर लग्यो 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 लग्यो, आयो आयो। फेरि पनि छेउमै हामी बसिरहेको छेउमै आएर खेलेको, फ्याट्टै लाएर माछाले तानिदिइरहेको कि। ल दाइहरू पनि उठाएर आउनुभयो, 5-6वटा पऱ्यो अरे तलको भड्डुमा चाहिँ, माथिको भड्डुमा राम्रै पऱ्यो। अब यो भुटीलाई पनि सिलमा उन्नुपर्छ। ल हेर ल हेर ल हेर ल हेर ल हेर, कहाँ चलाउ माछिली निरजको ढडिया। ओए अड्क्यो 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 अड्क्यो। कहाँ अड्क्या त नि माछा। लाएर 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 सानो है, सानो मिठो साइजको बोटी। फेरि पनि बल्छीमा जुगाएन, गडौला हो, जुगान छ क्या अरे सचिन। ल अब फेरि पनि हाम्रो भड्डु उठाउने बेला भएको छ। भड्डु उठाउन चाहिँ को जाने? सचिन जाने हो। ल सचिन जान्छ अरे। सचिन अब कतिको पनाउतिर हेर्छ भनेर यहाँ थाहा हुन्छ। झरो परे कस्तो फिल भएको सचिन? बबाल फिल डर परे यस्तो डर परे अरे, एउटा दुइटा उब्रियो होला। ल है सचिनले झिकेको भड्डुको माछा छैन रहेछ अहिले। ल अघिको भन्दा आधी परेछ। नाइस नाइस नाइस। ल फेरि हामी खोला तरेर पारी जाँदैछौँ। पारी गएर पनि फेरि लोकेसन भेटायो, राम्रो भेटायो भने चाहिँ थाप्नुपर्छ। अब चाहिँ 4 बज्न लाग्यो। बेलुका बेलुका पनि माछा पर्छ, बिहान बिहान पनि माछा पर्छ अरे। अब चाहिँ बेलुका बेलुका भयो नि त, त्यही भएर राम्रो लोकेसन भेटायो भने थाप्नुपर्छ। के छ सचिन? ठिक छ। परे खाँदा यसमा फर्स्ट सुरुवात हुन लाग्छ। काने फगेटा काने फगेटा। अरू त फाल्दिमा सानो सानो रहेछ। सानो सानोलाई चाहिँ जीवनदान दिनुपर्छ। ल यति नै भयो आजको हाम्रो टोटल माछा। अब अघि नै भने जस्तो लोकेसन पायो भने थाप्ने भनेको थिएँ नि, तर अब ढिलो ढिलो हुन्छ घर जानलाई है। अब म त पारी जानु पऱ्यो। तनहुँ हो यो ठाउँ चाहिँ। मेरो घर चाहिँ पारी गोर्खा जिल्लामा पर्छ। त्यही भएर चाहिँ अब हामी बेलैमा घर जान्छौँ। त्यही हो आजको फिसिङ भ्लग चाहिँ। अब यति नै होला। हाम्रो टोटल माछा चाहिँ लगभग 1 किलो अलिकति बढी भएको छ कि, भोटी मिसाएर, भोटी फगेटा सबै गरेर। आज बिहान पानी नपरेको भए चाहिँ भोटी माछा अलि धेरै पार्ने थियौँ। ठिकै छ। अब हामी फेरि अर्कोचोटि पनि आएर चुदी खोलामा भोटी माछा मारेर देखाउँछु तपाईँहरूलाई। म बराबरको सिल जति जति नै मारिन्छ हामीले पहिला। अब योपालि पनि ट्राई गर्नेछु। त्यही हो। यहाँ सचिनले के भन्न छ? सचिन अर्को पनि आउँछ अब। ल सबैजनालाई स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। अर्को भ्लगमा भेटौँला है। अब चाहिँ हामी घर जान्छौँ। बाई बाई।